नमस्ते साथीहरू, यो हप्ता टिकटकमा भाइरल भएका भिडियोहरू त धेरै छन्, तर हामी पढ्दैछौँ ती भिडियोभन्दा पनि भाइरल भएका कमेन्टहरू। तयार हुनुहोस्, हाँसु ग्यारेन्टी छ है। अभी मजा आएगा ना भिडियो। 7.2 काण्डपछि गङ्गु छेत्री नयाँ रिलेसनसिपमा गइसकिन्। कमेन्ट गर्ने साथीहरू फेरि जताको ततै भिडियो हेरेर कमेन्टहरू पढौँ ल। रातपछि हुन्छ उजेली मन्सरी गाउँ सुसे आऊ समाऊ किनारेर। सुरु गरौँ। कोदोको रोटी मन पराउने मेरो साथी। होइन, त्यस्तो कालोमा कसरी छिराउने? आँखा बन्द गरेर नि। प्यारी समझ गई। केटोले अब कालो पाउरोटी खान पाउने भयो। तू समझा? हाँ। नहीं, तू समझा नहीं। पुरै फिल्म देख्न पाइयोस् अबको यो एपिसोडमा। बात तो सही है। अब फेरि अर्को भिडियो बनाउनु है, हामी हेरिहाल्छौँ। देखा आपने लापरवाही का नतीजा है। गर्लफ्रेन्डलाई गिफ्ट दिने सोचमा हुनुहुन्छ गाइजहरू। यो भाइरल रानीहार अर्डर गरिहालौँ है। गर्लफ्रेन्ड पनि खुसी, तपाईँ पनि खुसी। अर्को मोतीवालामै यस्तो राम्रो फ्लावरी टाइपमा छ है। यो चाहिँ येलो कलरमा मात्रै छ, हेर्न सक्नुहुन्छ। फ्रन्टको डिजाइन यो ब्याक साइडको डिजाइन यो मोती हो। यो मोती तल माथि सार्न मिल्छ है। सुरु गरौँ। यो केमा लाउने हो? घाँटीमा होला? होइन, फोनको कभरमा। खास यो के हो दिदी? मायाले तिलरी भनेको यही हो बहिनी? के हो? कति तोलाको हो अनि कता लगाउने? घाँटीमा कि टाउकोमा? You are a good question. यसले के छोप्ने हो? छोप्ने होइन, हाक्छ भनेर बाँध्ने हो। ए बहिनी, लगाएर देखाउन एकपटक, अनि हामी अर्डर गरौँला। बात तो सही है। युवाहरूको दिलमा राज गर्ने सुपरस्टार बलिउड स्टार कम स्टार सनी लियोनीको यो नेपाल भ्रमणको भिडियो हेरेर कमेन्टहरू पढ्न नछुटाऊँ ल। सुरु गरौँ। यो कुन हिरोनी हो कि सेलिब्रिटी हो? मैले चिनेन त। उहाँलाई चिनेन मैले। वारी भन्नु सिंह। वारी यु? मलाई त हाम्रो नेपालकै गङ्गु छेत्री मनपर्छ। होइन होला? के हो? माथिको अनुहार हेर्नलाई यत्रो मान्छे रहेछन्, हामीले त तलको पुरै नक्सा देखिसकेको छौँ। तू समझा? हाँ। नहीं, तू समझा नहीं। यो सुन्दरीलाई घन्टी पार्टीले समानुपातिक उम्मेदवार उठाओस्। बात तो सही है। भोलम सानो बनाएर सिरको मुख छोपेर म पनि सानैदेखि सन्नीको फिल्म हेर्थे। मेरो देशमा स्वागत छ सन्नी दिदीलाई। प्यारी समझ गई। गाइजहरू, पेट त ठुलो देखिन्छ त। दुध चियाले गर्दा हो कि टोना थापाले गर्दा हो? भिडियो हेरेर कमेन्टहरू पढौँ ल। गजब देखेको छ, मजाक गरेको होइन। साँच्ची साँच्ची पेटमा चाहिँ फुटबल लुकाएको ए अघि के अरे उस खाएर दुध चिया खाएर होइन र ग्यास्ट्रिकले फुलेको अति भएन पुरा। हो, त्यही भएर दुध चिया नखाऊ भन्छु तिमीलाई, मैले खान्छु। ल हेर्नु त ग्यास्ट्रिकले कस्तो हुँदो रहेछ त। ल ए साथीभाइ, दुध चिया नखानु होला। सुरु गरौँ। पर्मानेन्ट भएको हो? होइन, टेम्पोररी भएको हो जस्तो छ। अरे कहना क्या चाहते हो? बिहे हुनुभन्दा पहिलादेखि नै गुल्चुप भएको रहेछ र त बेलायमा ग्यास्ट्रिकको लक्षण देखिएको रहेछ। पुन्टे ग्यास्ट्रिक। होइन होला? के हो? दिने बेलामा आफैले बाक्लो दुध चिया दिने अनि ग्यास्ट्रिकलाई दोष। होइन, कस्तो छिटो दिन रात भएपछि भइहाल्छ त। तू समझा? हाँ। नहीं, तू समझा नहीं। होइन, कति छिटो डोना भाइ। अब चाहिँ पत्ता टिप्पाको टक्कर र डोनाको लक्कोदेखि बच्नु बनेर। प्यारी समझ गई। गाइजहरू, पहिलो एक्सले छोडेपछि के भएछ? भिडियो हेरेर फनी पनि कमेन्ट पढौँ ल। सुरु गरौँ। छिटो भन्नु न यार, ड्युटी जान छ। पहिलो एक्सले छोडेपछि के भयो? चिडिया खानाको लोखर्के यता पो रहेछ। गजब बेइज्जती है। दुर्गेश बन्न खोज्छ सुकेनास। को लोखर्के हो? गीत एकातिर मान्छे कतिर उफ्रिया छ। एक्टिङ गरेर पाद्ने तरिका चाहिँ राम्रो छ है। खैन, कपडा पनि आफू जस्तै कताबाट पेटाएछ यो केटाले।